नमस्कार दर्शकवृन्द, भाग्यको प्रतिबिम्ब देखाउने तपाईको आफ्नै च्यानल भाग्य बिम्बमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ तपाईको प्रस्तोता। दर्शकवृन्द, आज विक्रम सम्वत 2083 साल वैशाख 4 गते शुक्रबारको दिन। शुक्रबार धनकी देवी माता लक्ष्मी र ऐश्वर्यका कारक शुक्र ग्रहको दिन हो। आजको दिन कुन राशिको चम्किँदैछ भाग्य, कसले पाउँदैछन् माता लक्ष्मीको विशेष कृपा र कसले गर्नुपर्नेछ सावधान। आउनुहोस् मेषदेखि मीनसम्मका सम्पूर्ण 12 राशिको विस्तृत राशिफल, शुभ रङ, शुभ अङ्क र विशेष उपायबारे चर्चा गरौँ। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला र माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्न कमेन्टमा जय माता लक्ष्मी लेख्न नभुल्नुहोला। सुरु गरौँ पहिलो राशि मेष राशिबाट। 1. मेष राशि। मेष राशिका जातकहरूका लागि आजको दिन ऊर्जा र उत्साहले भरिपूर्ण रहनेछ। व्यापार, क्यारियर। तपाईले सोचेका कामहरू समयमै सम्पन्न हुनेछन्। विशेष गरी प्रशासनिक र व्यवस्थापनको क्षेत्रमा काम गर्नेहरूलाई आज मान सम्मान मिल्नेछ। नयाँ कामको थालनी गर्न आजको दिन शुभ छ। प्रेम, परिवार। पारिवारिक जमघटमा सहभागी हुने अवसर मिल्न सक्छ। जीवनसाथीको पूर्ण साथ पाइनेछ। स्वास्थ्य। स्वास्थ्य राम्रो रहनेछ, तर चिसोबाट बच्नुहोला। शुभ रङ, शुभ अङ्क। शुभ रङ रातो, शुभ अङ्क 9। आजको उपाय माता लक्ष्मीलाई रातो फूल चढाएर मात्र दिनको सुरुवात गर्नुहोला। 2. वृष राशि। वृष राशिका स्वामी नै शुक्र हुन्, त्यसैले आजको दिन तपाईको लागि अत्यन्तै लाभदायी छ। व्यापार, क्यारियर। आज आर्थिक लाभ हुने प्रबल सम्भावना छ। रोकिएको धन हात पर्न सक्छ। कला, सौन्दर्य र फ्यासनको क्षेत्रमा काम गर्नेहरूले आज राम्रो सफलता हात पार्नेछन्। प्रेम, परिवार। प्रेम सम्बन्धमा मधुरता आउनेछ। घरमा कुनै नयाँ सामान वा भौतिक सुख सुविधाका साधन जोड्ने योग छ। स्वास्थ्य। खानपानमा रुचि बढ्नेछ, तर ग्यास्ट्रिकको समस्या हुन सक्छ। सचेत रहनुहोला। शुभ रङ, शुभ अङ्क। शुभ रङ सेतो वा सिल्भर, शुभ अङ्क 6। आजको उपाय आज गाईलाई रोटी वा हरियो घाँस खुवाउनुहोला। 3. मिथुन राशि। मिथुन राशिका लागि आजको दिन मिश्रित फलदायी रहनेछ। व्यापार, क्यारियर। व्यापारमा सामान्य फाइदा हुनेछ। सरकारी कामकाजमा केही ढिलासुस्ती हुन सक्छ, तर विद्यार्थी वर्गका लागि भने आजको दिन निकै राम्रो छ। पढेको कुरा छिटो याद हुनेछ। प्रेम, परिवार। बोल्दा धेरै विचार पुर्याउनुहोला। तपाईको सानो कुराले परिवारमा कसैको चित्त दुख्न सक्छ। स्वास्थ्य। मानसिक तनाव र थकान महसुस हुन सक्छ। शुभ रङ, शुभ अङ्क। शुभ रङ हरियो, शुभ अङ्क 5। आजको उपाय भगवान गणेशको दर्शन गरी ओम गङ गणपतये नमः मन्त्रको जप गर्नुहोला। 4. कर्कट राशि। कर्कट राशिका जातकहरूका लागि वैशाख 4 गतेको दिन सुखद रहनेछ। व्यापार, क्यारियर। विदेशसँग सम्बन्धित काम वा यात्राको योग बनेको छ। सुरक्षा निकाय र सेवामूलक क्षेत्रमा काम गर्ने व्यक्तिहरूले आज हाकिमको प्रशंसा पाउनेछन्। प्रेम, परिवार। आमाको स्वास्थ्यमा सुधार आउनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ। स्वास्थ्य। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। शुभ रङ, शुभ अङ्क। शुभ रङ दूध जस्तो सेतो, शुभ अङ्क 2। आजको उपाय आज शिवलिङ्गमा जल वा दूध चढाउनु उत्तम हुनेछ। 5. सिंह राशि। सिंह राशिका जातकहरूका लागि आजको दिन निकै शक्तिशाली र प्रभावशाली रहनेछ। व्यापार, क्यारियर। आज तपाईको नेतृत्व क्षमताको कदर हुनेछ। सरकारी क्षेत्र, राजनीति वा समाज सेवामा लागेकाहरूका लागि आजको दिन बबाल रहनेछ। रोकिएका ठूला काम आज बन्नेछन्। प्रेम, परिवार। सन्तानको प्रगतिले मन खुसी हुनेछ। जीवनसाथीसँगको असमझदारी हट्नेछ। स्वास्थ्य। रिसलाई नियन्त्रणमा राख्नुहोला। उच्च रक्तचापको समस्या हुन सक्छ। शुभ रङ, शुभ अङ्क। शुभ रङ सुन्तला वा गोल्डेन, शुभ अङ्क 1। आजको उपाय बिहान सूर्य देवतालाई तामाको लोटाबाट जल चढाउनुहोला। 6. कन्या राशि। कन्या राशिका लागि आजको दिन बुद्धिको प्रयोग गरेर सफलता हासिल गर्ने दिन हो। व्यापार, क्यारियर। ब्याङ्किङ, लेखा र सञ्चार क्षेत्रमा काम गर्नेहरूलाई आज विशेष फाइदा हुनेछ। लगानीको लागि आजको दिन राम्रो छ, तर अनुभवीको सल्लाह लिएर मात्र अघि बढ्नुहोला। प्रेम, परिवार। परिवारमा धार्मिक कार्यको योजना बन्न सक्छ। प्रेमिकासँग रमाइलो यात्राको योग छ। स्वास्थ्य।
छाला वा नशा सम्बन्धी सामान्य समस्या देखिन सक्छ। शुभ रङ शुभ अङ्क। शुभ रङ हरियो, शुभ अङ्क 5। आजको उपाय, आज घरका साना कन्यालाई केही मिठो खानेकुरा दिनुहोला। 7. तुला राशि। तुला राशिका लागि आजको दिन भाग्यशाली साबित हुनेछ। व्यापार क्यारियर। साझेदारीका कामहरूबाट प्रशस्त लाभ मिल्नेछ। रोकिएका अदालती वा कानुनी कामहरू आज तपाईको पक्षमा आउन सक्छन्। अविवाहितहरूका लागि राम्रो विवाहको प्रस्ताव आउन सक्छ। दाम्पत्य जीवन अत्यन्तै रोमान्टिक रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मन प्रसन्न रहनेछ। शुभ रङ शुभ अङ्क। शुभ रङ गुलाबी वा सेतो, शुभ अङ्क 6। आजको उपाय, माता लक्ष्मीलाई सेतो मिठाई वा खीरको भोग लगाउनुहोला। 8. वृश्चिक राशि। वृश्चिक राशिका जातकहरूले आज अलिकति सावधानी अपनाउनु पर्ने देखिन्छ। व्यापार क्यारियर। आज खर्च बढ्नेछ। काममा प्रतिस्पर्धीहरूले बाधा पुर्याउन सक्छन्। गोप्य कुराहरू कसैलाई पनि शेयर नगर्नुहोला। यद्यपि प्राविधिक र सुरक्षा क्षेत्रका व्यक्तिहरूका लागि दिन राम्रो छ। प्रेम परिवार। परिवारमा सामान्य विवाद हुन सक्छ। मौन रहनु नै आजको लागि उत्तम हुनेछ। स्वास्थ्य। सवारी साधन चलाउँदा वा बाटो काट्दा विशेष ध्यान दिनुहोला। शुभ रङ शुभ अङ्क। शुभ रङ गाढा रातो, शुभ अङ्क 9। आजको उपाय, हनुमान चालिसाको पाठ गर्नुहोला। सम्पूर्ण बाधाहरू हट्नेछन्। 9. धनु राशि। धनु राशिका लागि आजको दिन उन्नति र प्रगतिको दिन हो। व्यापार क्यारियर। आज तपाईको भाग्यले पूर्ण साथ दिनेछ। रोकिएका कामहरू सजिलै बन्नेछन्। विदेश जाने सोचमा हुनुहुन्छ वा भिसाको प्रतीक्षामा हुनुहुन्छ भने आज शुभ समाचार सुन्न पाइनेछ। प्रेम परिवार। घरमा पाहुनाको आगमन हुन सक्छ। आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। स्वास्थ्य। ढाड वा कम्मर दुख्ने समस्या हुन सक्छ। शुभ रङ शुभ अङ्क। शुभ रङ पहेँलो वा गोल्डेन, शुभ अङ्क 3। आजको उपाय, निधारमा बेसार वा चन्दनको तिलक लगाएर मात्र घरबाट निस्कनुहोला। 10. मकर राशि। मकर राशिका जातकहरूका लागि आजको दिन कर्म प्रधान रहनेछ। व्यापार क्यारियर। आज कडा मेहनत गर्नुपर्नेछ, तर मेहनतको फल निकै मिठो हुनेछ। जग्गा जमिन वा शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने दिन राम्रो छ। प्रेम परिवार। कामको व्यस्तताले गर्दा परिवारलाई समय दिन अलि गाह्रो हुन सक्छ। बुबाको स्वास्थ्यमा ध्यान दिनुहोला। स्वास्थ्य। घुँडा वा जोर्नीको दुखाइले सताउन सक्छ। शुभ रङ शुभ अङ्क। शुभ रङ कालो वा नीलो, शुभ अङ्क 8। आजको उपाय, असहाय वा गरिबलाई भोजन गराउनुहोला। 11. कुम्भ राशि। कुम्भ राशिका लागि आजको दिन नयाँ अवसरहरू लिएर आउनेछ। व्यापार क्यारियर। नयाँ व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन उत्कृष्ट छ। समाजमा तपाईको मान प्रतिष्ठा बढ्नेछ। अचानक कतैबाट धन प्राप्तिको योग बनेको छ। प्रेम परिवार। साथीभाइको सहयोगले ठूलो समस्या समाधान हुनेछ। दाजुभाइसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। ऊर्जावान महसुस गर्नुहुनेछ। शुभ रङ शुभ अङ्क। शुभ रङ हल्का नीलो, शुभ अङ्क 8। आजको उपाय, भगवान शिवको मन्दिरमा गई दर्शन गर्नुहोला। 12. मीन राशि। मीन राशिका लागि आजको दिन आध्यात्मिक र शान्तिमय रहनेछ। व्यापार क्यारियर। काममा धेरै हतार नगर्नुहोला। धैर्यतापूर्वक गरेका काम सफल हुनेछन्। कला, साहित्य र सङ्गीतको क्षेत्रमा लागेकाहरूका लागि आजको दिन विशेष उपलब्धिपूर्ण रहनेछ। प्रेम परिवार। पति पत्नी बीचको माया बढ्नेछ। कसैलाई सहयोग गर्न पाउँदा मनमा शान्ति मिल्नेछ। स्वास्थ्य। आँखा सम्बन्धी समस्या वा अनिद्राले सताउन सक्छ। शुभ रङ शुभ अङ्क। शुभ रङ पहेँलो वा गोल्डेन, शुभ अङ्क 3। आजको उपाय, भगवान विष्णुको पूजा आराधना गर्नु उत्तम हुनेछ। दर्शकवृन्द, यो थियो मेषदेखि मीनसम्मका सम्पूर्ण 12 राशिको वैशाख 4 गतेको दैनिक भाग्यफल। राशिफल जे जस्तो भए पनि तपाईको असल कर्म, इमानदारी र सकारात्मक सोचले तपाईको भाग्यलाई सधैँ उज्यालो बनाउनेछ।
तपाईको आजको दिन माता लक्ष्मीको कृपाले धनधान्य र सुख शान्तिले भरिपूर्ण रहोस्। भिडियो मन परेमा लाइक र शेयर गर्न नभुल्नुहोला। भोलि फेरि नयाँ राशिफल लिएर उपस्थित हुने नै छु। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने भाग्य बिम्बलाई सब्स्क्राइब गरेर सँगै रहेको घण्टी पनि दबाउनुहोला। हजुरको दिन शुभ रहोस्। जय माता लक्ष्मी। नमस्कार।